उसको पछि भने उसको फला गर्दै जाने सिरो चाली संसारमा लम्किन्छ जुनकिरी झै ज्योति बाली अन्धकारमा चम्किन्छ यो नेपाली सिरो चाली संसारमा लम्किन्छ झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन चाहे रुकोस् चिसो यो नेपाली सिरो चाली संसारमा लम्किन्छ एकातिर तराईको चारको से झाडी छ एकातिर तराईको चारको से झाडी छ अर्कोतिर उच्च सिरा ठुल्ठुलो पहाडी छ अर्कोतिर उच्च सिरा चम्किन्छ यो नेपाली सिरो चाली संसारमा लम्किन्छ विजय गर्ने यही देशका हुन् सपूता सगरमाथा विजय गर्ने यही देशका हुन् सपूता जुनकिरी झै ज्योति बाली अन्धकारमा चम्किन्छ यो नेपाली सिरो चाली सिरो चाली संसारमा लम्किन्छ यो नेपाली सिरो चाली संसारमा लम्किन्छ यो नेपाली सिरो चाली संसारमा लम्किन्छ नमस्कार नमस्कार
नेपाल टेलिभिजन हेरिरहनु हुने अनि यहाँ उपस्थित सम्पूर्ण दर्शक महानुभावहरूमा म दीपक राजगिरी, म दीपाश्री निरौला हार्दिक स्वागत गर्दछौँ। 2065 साललाई आज हामी बिदा गर्दैछौँ र 2066 साल सुरु हुने क्रममा छ। हामी सम्पूर्ण दर्शक महानुभावहरूलाई नेपाल टेलिभिजनको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। आदरणीय दर्शक महानुभावहरू, आज हामीले अलिकता पृथक रूपमा राष्ट्रलाई सम्झ्यौं। सुरुवातमा हामीले राष्ट्रिय गान प्रस्तुत गर्यौं। आज हामी यहाँहरूसँग रहनेछौँ विविध सामग्रीले भरिपूर्ण कार्यक्रम। हजुर, हाम्रा प्यारा प्यारा दर्शकहरूको मनोभावना बुझेर एनटिभीले हरेक वर्ष यस्तै एनटिभी साँझ शुभकामना साँझ टक्राउँदै आइरहेको छ र आज पनि हामी हास्य जोडी दीपक र दीपा यस कार्यक्रमलाई सञ्चालन गर्नको लागि उपस्थित पनि भइसकेका छौँ। आदरणीय दर्शक महानुभावहरू, यो कार्यक्रम हामी यहाँहरूलाई के चाहन्छौँ भने आज रातसम्मै रमाइलो गरौँ र शुभकामना आदान प्रदान गरौँ अनि मात्र यहाँहरूसँग बिदा हुने कार्यक्रम रहेको छ। र सुरुवातमा चाहिँ हामी के भन्न चाहन्छौँ, एउटा सानो खुसी यहाँहरूसँग साटासाट गर्न चाहन्छौँ। हालसालै हामी म र दिपाजी छेरोको सद्भावना राजदूतमा नियुक्त भएका छौँ। यसकारणले सुरुमा भन्नै पर्छ कि छेरोकीलाई माया गरौँ। हजुर, क्षयरो कुनै ठुलो रोग होइन। यसको औषधि नियमित सेवन गर्नाले यो रोग त चट्टै हुन्छ। अब कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। यो आजको कार्यक्रम यहाँलाई नेपाल टेलिभिजन कर्मचारी संघद्वारा यो आयोजित कार्यक्रम हो। यो शुभकामना साँझ र यसलाई मिडिया हबले प्रायोजन गरेको छ। यस कारणले गर्दाखेरि यो कार्यक्रमको बारेमा सम्पूर्ण रूपमा विस्तृत जानकारी दिनको लागि हामी यहाँहरू सामु आमन्त्रित गर्न चाहन्छौँ नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष श्री राजकुमार थापाज्यूलाई। थ्याङ्क यू। नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजित यस एनटिभी शुभकामना साँझ 2066 कार्यक्रममा सम्पूर्ण दर्शकलाई म यस कार्यक्रमका संयोजक तथा नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष राजकुमार थापाको नमस्कार। दर्शकलाई पृथक किसिमको मनोरञ्जन उपलब्ध गराउन यस कार्यक्रमको आयोजना गरेकाले अबको केही समय पूर्ण मनोरञ्जन प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। नेपालको सबैभन्दा जेठो टेलिभिजन नेपाल टेलिभिजनको दुवै च्यानलबाट प्रत्यक्ष प्रसारण कार्यक्रम हेर्न सकिनेछ। हालै मात्र पाल्पा तेह्रथुममा नेसनल च्यानलको र चमेरे, दाउने र फुलचोकीमा एनटिभी 2 को समेत भूसतही प्रसारण विस्तार गरिएकाले यो कार्यक्रम थप दर्शकहरूले समेत हेर्न पाउने भएकोमा हामीलाई खुसी लागेको छ। यसै गरी केही समयपछि हेटौडामा र अर्को आवामा रोल्पामा प्रसारण विस्तार गर्ने योजना रहेको छ। यसै गरी भूपग्रह मार्फत दक्षिण एसिया र एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरूमा तथा इन्टरनेट मार्फत विश्वभरि नै एनटिभी हेर्न सकिनेछ। हाम्रा लागि दर्शक नै भगवान हुन् र दर्शकको माया ममताले नै नेपाल टेलिभिजन यस अवस्थामा आइपुगेकाले हामीलाई थप सल्लाह र सुझाव उपलब्ध गराउनु भएमा अझ बढी हौसला मिल्ने विश्वास लिएको छु र नव वर्षको मङ्गलमय शुभकामना। धन्यवाद।